अहिले एकछिनको लागि इमेजिन गर तिम्रो फेसबुक पेजको नाम क्लास 12 नोट्स छ भनेर। त्यसमा के अपलोड गर्ला तिमीहरू त्यो भन। नोट्स, ओल्ड पेपर्स, पीडीएफहरु, नाइ सब गलत, सबै आन्सर गलत छ तिमीहरूको। सही आन्सर हो काण्डका लिंकहरु शेयर। हो यो हो नि तरिका। यदि विश्वास छैन भनेपछि यो हेर अनि यो नि हेर। ल शरम छैन है तलाई? मैले दिएका संस्कारहरु कहाँ गए? बिस्रिस? ऑडियन्सहरु आएका छन्, नमस्कार गर, परिचय दे अनि भिडियो सुरु गर। त्यसो भए स्वागत छ एउटा अर्को भिडियोमा। आज कुरा हुनेवाला छ नेपालका सो कल्ड फनी पेजेसहरुको बारेमा। अहिलेको समयमा हेर्छौ भनेपछि अमेरिकनहरु फेरि चन्द्रमामा जानमा छन्, चाइनाका युवाहरु एआई टेक्नोलोजी बुलेट ट्रेन बनाइसके उनीहरुले, अनि नेपालीहरु के गर्न लाछन्? यसो नाच्दाखेरि पछाडिको ढोका चाहिँ तानेको भयो नि, उतापट्टिको कालो देखियो कि अँधेर रहेछ नि, उता कालो देखियो नि, तानेको भयो नि राम्रो हुन्थ्यो नि त। त्यही त, आफ्नो फ्युचर कालो देखिन लाग्छ नि, त्यसको केही मतलब छैन। नेपालमा यदि कुनै कन्टेन्ट चल्छ भनेपछि त्यो हो हाउ टु ह्याक वाइफाई अनि हाउ टु वाच पोर्न। त्यो नि केटाहरुलाई एचडीमा चाहिएको छ। अब कुरा गरौँ अघि मेन्सन गरेको क्लास 12 नोट पेजको बारेमा। नाम सुन्दाखेरि तिमीलाई लाग्ला कि क्लास 12 नोट्स भन्दाखेरि नोट्सहरु भेटेला, पीडीएफहरु भेटेला भनेर। तर गेस मलाई के मिल्यो त्यहाँ भनेर? हालसम्मकै सबैभन्दा हट चलचित्र रे। ल म मान्छु एउटा मनबुद्धि हुन्छ हरेक ग्रुपमा, तर हालिदिन्छ त्यस्तो भनेर। ठिक छ ल, दोस्रो चोटी दोस्रो चोटी नि ल हुन्छ ल मिस्टेक मान्छेहरुबाट भनेर। तेस्रो चोटी यदि शेयर नै गर्नु छ भनेपछि क्लास 12 नोट्स नाम किन राखेका छौ? नाम डाइरेक्ट चेन्ज गर न सबभन्दा पहिला। एक त नेपाली युवाहरुलाई म के भनौं, यति कन्फ्युज छन् कि अहिलेको समयमा यसमा र यसमा फरक छुट्याउन सक्न लाग्छन्। यसलाई फेसबुक भनिन्छ, यसलाई क्रोम भनिन्छ। दुवैको फरक काम हुन्छ, एउटैमा राख्न मिल्दैन। यदि बाटोमा खाल्डो छ भन्दैमा टोयलेट भनेर हग्न मिल्दैन। बेरोजगारी यतिसम्म छ कि अहिलेको टाइममा गंगु छेत्रीको काण्ड भिडियो कसरी डाउनलोड गर्ने भनेर ट्युटोरियल हालेको थियो। अनि यस्तै युवालाई गर्नु छ देश विकास। अब कुरा गरौँ मीम पेजेसहरुको बारेमा। मीम पेजहरुको नाम मात्र मीम पेज, अरु केही छैन यिनीहरुमा। कति बेला यिनीहरु काण्ड ग्रुप र मीम पेजको बीचको फरक छुट्याउन गाह्रो हुन्छ यिनीहरुको। चोटी जाम मदेर लडाइदिनु पर्ने साला। उल्टो हातले कहिले मान्छे मरेको सुनेको छैनस् भने नि यही हात हो नि, याद गर। अहिले जुन क्लिप हेर्यो तिमीहरुले त्यो कुनै मीम पेजको थियो। त्यो मीम पेजको नाम हो मीम ट्रोल नेपाल। वाह वाह वाह, क्या मीम बनाछ, हाँस्दा मरे म। मीम ट्रोल नेपालको एउटा अर्को फनी मीम हेर्न सक्छौ तिमीहरु। ओइ भन्न न अपाउँदै मलाई आउँदै चाप्पो समाउँदै। यो मीम बनाउने मान्छे फिक्सै अन्त हो, त्यो मलाई थाहा छ। किनभने मीम र भल्ग्यारिटी बीचको कुरा यो थाहा पाउन सक्न लाग्छ। यस्ता मीम पेजहरुको फलोवर्सहरु हजारौंमा हुन्छ, हजारौंमा। त्यसमध्ये एउटा अर्को मीम पेजको नाम हो मीम स्कुल। त्यसको मीम लगाइदिन्छु हेर तिमीहरु। त्यही घटिया मीम्स, त्यही थर्ड ग्रेडको क्रिएटिभिटी जिरो छ, हेर तिमीहरु। कोही भित्र त 1 रुपैयाँको क्रिएटिभिटी नै हुँदैन। अनि त्यस्तोले के गर्छन्, एउटै मीम फर्मेटलाई 10 चोटी रिपिट गरेर पोस्ट गर्छन्। जस्तै कि यो वाला नेपाली मीम भन्ने पेजले गरेछ। अनि अब लास्टमा आउँछन् डाइरेक्ट काण्ड ग्रुपहरु। एकचोटी फेसबुकमा तिमीहरु सर्च गरेर हेर, तिमीहरु एउटा अर्कै दुनियाँमा पुग्नेछौ। उता बुवा सोच्न लागेको होला मेरो छोरा काठमाडौँ गएको छ, फिक्सै पढ्न गएको होला, मेहनत गर्न लागेको होला, मेरो एक दिन नाम रोशन गर्छ। यता छोरा फेरि काण्ड ग्रुपको एडमिन बनेर बसेको छ। यो ठाउँमा नेपाली युवाको नरभक्षीवाला रूपहरु तिमीहरु भेट्न सक्छौ। जति घटिया भिडियोदेखि लिएर सबै पाउँछौ तिमीहरु यहाँ। जब जिन्दगीभरि कोही केटीसँग इन्टरेक्सन गरेको हुँदैन त्यस्ताले के गर्छन्, म जसरी युट्युबमा फोकटिया भिडियो हाल्छन्। त्यस्ताले के गर्छन्, केटी खोज्ने ठाउँ नामका यस्ता क्रिएटहरु गर्छन् पेजहरु। तिमीहरु जे सोच्न लाग्छौ त्यही हुन्छ यहाँतिर। अब तिमीहरु सोध्लाउ त जोइन किन छस् यहाँ भनेर। म भन्छु रिसर्च। हरेक चीजको एउटा ठाउँ हुन्छ, तर मेरो ओपिनियनमा भल्गर कन्टेन्टको लागि फेसबुक त्यो ठाउँ कहिल्यै होइन। यस्ता पेजेसहरुले प्रमोट गर्ने भनेको थर्ड ग्रेडको कन्टेन्ट मात्र हो। त्यो चाहे त्यो मीम्सको नाम लिएर होस्, चाहे त्यो कुनै अर्को बहाना लियोस्। ल आजको लागि यति नै। धन्यवाद हजुरको अमूल्य वाच टाइमको लागि। भेटौँला कुनै अर्को भिडियोका साथ। यो भिडियो क्रेजी लाग्यो भने चाहिँ अर्को यस्तै भिडियो मीम रिवाइन्ड 2081 हेर्न सक्छ, त्यो पनि क्रेजी नै छ। अनि लेफ्ट साइडमा छ राजावादीवाला केसमाथि भिडियो। त्यति बेलासम्मको लागि